नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलको टिम लुम्बिनी लायन्सलाई धेरैले उपाधि दावेदार टिमको रूपमा हेरेकै थिएनन्। यद्यपि उसले लिगमा सुखद सुरुवात गरेको थियो। पहिलो खेलमा चितवन राइनोजलाई 6 विकेटले पराजित गरेर नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो सिजनमा राम्रो सुरुवात गर्यो। तर त्यसपछि भने लगातार 3 खेल हार्न पुग्यो। दोस्रो खेलमा कर्णाली एक्ससँग 9 विकेटले पराजित भयो। तेस्रो खेलमा काठमाडौँ गोर्खाजले 22 रनको हार चखायो। चौथो खेलमा सुदूरपश्चिम रोयल्सले पनि 7 विकेटले लुम्बिनीको शिकार गर्यो। यो नतिजाले लुम्बिनीको उपाधि होडमै प्रश्न उठायो। अघिल्लो सिजनमा जस्तै यो सिजन पनि लुम्बिनी प्लेअफ पुग्न नसक्ने आकलन धेरैको थियो। तर 5औं खेलबाट भने लुम्बिनीले सबैलाई आश्चर्यमा पार्दै बलियो कमब्याक गर्यो। उक्त खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि 3 विकेटको जित निकाल्यो। त्यस यता लुम्बिनी अपराजित छ। अपराजित लय कायम राख्दै फाइनल पुगेको छ, जुन लिगको सुरुवातमा कसैले सोचेकै थिएन। लिग चरणका अन्तिम 2 खेलमा जित अपरिहार्य भएको बेला लुम्बिनीले बलियो टोली विराटनगर किङ्स र साबिक विजेता जनकपुर बोर्ड्सलाई हराएको थियो। अङ्क तालिकाको चौथो स्थानमा रहेर प्लेअफ पुगेपछि पनि लुम्बिनीको विजयी यात्रा कायमै छ। प्लेअफ अन्तर्गत एलिमिनेटरमा उसले काठमाडौँ गोर्खाजको शिकार गर्यो। त्यसपछि दोस्रो क्वालिफायरमा बिहिबार पुनः विराटनगरलाई 40 रनले पराजित गरेर फाइनलमा सुदूरपश्चिमसँगको उपाधि भेट पक्का गरेको छ। यो खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 134 रन मात्रै जोडेको थियो। अघिल्ला खेलहरूमा जस्तै लुम्बिनीको ब्याटिङ राम्रो रहन सकेन। डार्सी सटले 45, कप्तान रोहितले 34 र डिकवेलाले 29 रन बनाएपछि लुम्बिनीले विराटनगरलाई 135 रनको सामान्य लक्ष्य दिएको थियो। यद्यपि विराटनगरले यही सामान्य लक्ष्य पनि पूरा गर्न सकेन, 94 रनमै समेटियो। विराटनगरका लागि साम हेजलेटले 34 रन बनाए भने अन्य ब्याट्सम्यानको प्रदर्शन सामान्य रह्यो। मार्टिन गुप्टिल 2 र फाफ डुप्लेसी 3 रनमै आउट भएपछि विराटनगर दबावमा परेको थियो। अन्य ब्याट्सम्यानले पनि राम्रो गर्न नसकेपछि दोस्रो क्वालिफायरमा पनि पराजित हुँदै विराटनगर उपाधि यात्राबाट बाहिरिएको छ। पहिलो क्वालिफायरमा विराटनगर सुदूरपश्चिमसँग पराजित भएको थियो। अब शनिबार हुने फाइनलमा पहिलो सिजनको उपविजेता सुदूरपश्चिम र लुम्बिनी बीच प्रतिस्पर्धा हुनेछ। पछिल्ला 5 खेलमा लुम्बिनीले जुन लय देखाएको छ त्यसले सुदूरपश्चिमलाई पनि तर्साएको हुनुपर्छ। लुम्बिनी ब्याटिङ र बलिङ दुवैमा सन्तुलित देखिएको छ। ब्याटिङमा कप्तान रोहित र विदेशी खेलाडी डार्सी सटले लुम्बिनीको नेतृत्व गरिरहेका छन्। रोहित लिगकै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन्। उनले अहिलेसम्म 260 रन बनाइसकेका छन्। 9 खेल खेलिसक्दा एउटा पनि अर्धशतक नबनाएका उनले हरेक खेलमा रन भने जोडिरहेका छन्। रोहितपछि लुम्बिनीका विदेशी ओपनर डार्सी सटले ब्याटिङलाई बलियो बनाएका छन्। डार्सीले 9 खेलबाट 1 अर्धशतकसहित 242 रन जोडेका छन्। त्यसबाहेक डिकवेला, दिलीप नाग, सन्दीप जोरार लगायतले पनि टिमलाई ब्याटिङमा योगदान दिइरहेका छन्। बलिङमा शेर मल्लले लुम्बिनीको नेतृत्व गरेका छन्। स्पिनर मल्ल लुम्बिनीका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनी लिगकै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पनि तेस्रो नम्बरमा छन्। 9 खेलबाट 14 विकेट लिएका छन्। मल्लपछि ट्रम्पलम्यानले 12 विकेट लिएर उनलाई साथ दिइरहेका छन्। कप्तान रोहित पौडेल आफैले पनि 7 विकेट लिएका छन्। यसरी हेर्दा लुम्बिनीको टिम कम्बिनेसन र प्रदर्शन उत्कृष्ट देखिएको छ। यही लय कायम राखेको खण्डमा उसले फाइनलमा सुदूरपश्चिमलाई हराएर उपाधि पनि जित्न सक्नेछ।